परमेश्वरले मानिसलाई यति साह्रो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौटे पुत्र दिनुभएको छ ताकि संसारमा मानिसहरू बाँचुन् भनेर परमेश्वरले आफ्नो पुत्र संसारलाई दिनुभएको छ। आफ्नो पुत्र पठाउनु भएको छ संसारमा। अनि जसले यीशु प्रभुको बारेमा बुझ्दछ, मुक्तिदाताको बारेमा बुझ्दछ, उनीहरूले चाहिँ यो खबरलाई, यो सुसमाचारलाई चाहिँ संसारको पल्लो छेउसम्म पुर्याऊ तिमीहरूले भनेर परमेश्वरले हामीलाई त्यो आज्ञा गर्नुभएको छ। त्यसै कारण परमेश्वरको राज्यको प्रचार गर्नुपर्ने छ, उद्धार मुक्तिको बारेमा प्रचार गर्नुपर्ने छ। आज मानिसहरूले, बुझेको मानिसहरूले यो सुसन्देश पुर्याउनु पर्ने छ। कसरी हुन्छ उपायहरू गरेर, ताकि परमेश्वरले उहाँको जनहरू मदेखि टाढो नहुन्, उहाँको जनहरूले मुक्ति पाउन् भनेर मेरो मानिसहरूलाई भनिदेऊ भनेर परमेश्वरले आज्ञा गर्नुभएको छ। प्रेरित 13को 47 मा यहाँ यसरी भनेको छ, 13 को 47 मा, किनकि प्रभुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ, पृथ्वीको पल्लो छेउसम्म मुक्ति पुर्याउन मैले तिमीहरूलाई अन्य जातिहरूका निम्ति ज्योति हुन नियुक्त गरेको छु भनेर परमेश्वरले यहाँ भन्नुभएको छ। जसले प्रभु यीशुको बारेमा बुझ्दछ उनीहरूले चाहिँ यो सन्देश चाहिँ एकदमै पुर्याउनु पर्ने हुन्छ, मानिसहरूलाई सुनाउनु पर्ने हुन्छ भनेर यहाँ पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ। उहाँको जीवित वचनले भन्दछ, हामीलाई त्यो आज्ञा गर्नुभएको छ परमेश्वरले, ताकि सबै मानिसहरूले बुझुन्, सबै मानिसहरूले जानुन् यो कुरा, सबै मानिसहरूले उद्धार पाउन् भनेर। आज उद्धारको बाटो चाहिँ प्रभु यीशु बाहेक कोही पनि संसारमा छैन भनेर हामी बुझ्दछौँ। अनि यो सन्देशहरू हामी भन्दछौँ, मानिसहरूको बिचमा हामी पुर्याउँदछौँ। उहाँले बोलाइराख्नु भएको छ विभिन्न माध्यमबाट मानिसहरूलाई। उहाँको मानिसहरू चाहिँ आज परमेश्वरदेखि टाढो नभएको होस्, उहाँको मानिसहरूले चाहिँ उद्धार पाएको होस्, मुक्ति पाएको होस् भनेर यो चाहिँ संसारको पल्लो छेउसम्म पुर्याऊ भनेर, यो मुक्ति पुर्याऊ भनेर परमेश्वरले हामीलाई आज्ञा गर्नुभएको छ। आज सबैलाई मुक्तिको खाँचो छ है। मानिसहरूले जति पनि धर्म कर्म गर्दछ, किन गर्दछ त? मुक्ति पाउनको लागि। तर हाम्रो धर्म कर्मले हामी मुक्ति पाउन सक्दैन। त्यसै कारण परमेश्वरको पुत्र संसारमा आउनु भएको, उहाँले उपहार दिनुभएको छ प्रभु यीशुलाई। त्यसै गरी रोमीको पुस्तकले पनि भन्दछ, रोमीको 10 को 13-14 तिर पनि भन्दछ, यहाँ यसरी लेखिएको छ, तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने, जसले विश्वास गरेकै छैन कसरी पुकार्ने भनेर भन्दछ। जसको विषयमा सुनेकै छैन उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने त? प्रचार बिना तिनीहरूले कसरी सुन्ने भनेर यहाँ स्पष्ट लेखिएको छ पवित्र धर्मशास्त्र बाइबलमा। आज प्रचार बिना मानिसहरूले कसरी सुन्ने त? प्रचार बिना मानिसहरूले कसरी उद्धार पाउने त? प्रचार बिना कसरी मानिसहरूले बुझ्ने त? कसरी परमेश्वरलाई पुकार्ने त? कसरी परमेश्वरलाई धन्यवाद दिने त? प्रचार बिना कसैले सुनाएको छैन भने, यो मुक्तिको बारेमा बुझेको छैन भने कसरी आज उनीहरूले परमेश्वरलाई धन्यवाद दिने त? कसरी उनीहरूले परमेश्वरलाई आदर गर्ने त? कसरी उनीहरूले परमेश्वरलाई विश्वास गर्ने त भनेर यहाँ लेखिएको छ। त्यसै कारण परमेश्वरले चाहिँ
विभिन्न माध्यमबाट प्रचार गरेको चाहनुहुन्छ, मिडियाहरूबाट प्रचार गरेको चाहनुहुन्छ। आज धर्मशास्त्र बाइबल पढेर बुझाएको चाहनुहुन्छ परमेश्वरले चाहिँ। आज मानिसलाई चाहिँ एउटा माध्यम बनाउनुहुन्छ परमेश्वरले चाहिँ। मानिसले चाहिँ मानिसलाई नै बचाउनु पर्ने प्रचार गरेर आज जसले मेरो मुक्तिदाता भनेर प्रभु यीशुलाई विश्वास गर्दछ उनीहरूले चाहिँ मुक्ति पाउनेछ, उनीहरूले उद्धार पाउनेछ। यसै कारण यो वचनहरू चाहिँ प्रचार गर्नुपर्नेछ, यो वचनहरू चाहिँ मानिसहरूलाई सुनाउनु पर्नेछ, यो वचनहरू मानिसहरूलाई बुझाउनु पर्नेछ है। मानिसलाई एकदमै मुक्तिको खाँचो छ। मानिसहरूले नबुझेको कारणले मुक्ति खोज्दै एक जग्गादेखि अर्को जग्गा पुग्दछ मानिसहरू है। मठ मन्दिरमा मुक्ति खोज्दछ उनीहरू है। उनीहरू एकदमै देवी देउरालीहरू पुज्दछ, मुक्ति खोज्दछ उनीहरूले। तर परमेश्वर चाहिँ आत्मामा हुनुहुन्छ। परमेश्वर चाहिँ आत्मामा हुनुहुन्छ। उहाँलाई चाहिँ आत्माबाट हामीले पुज्नु पर्दछ, मुक्तिदाता भनेर आत्माबाट विश्वास गर्नु पर्दछ हामीले चाहिँ। त्यसै कारण परमेश्वर चाहिँ आत्मा हुनुहुन्छ। मेरो आराधकहरूले मलाई आत्मा र सत्यतामा मेरो आराधना गर्नेछ भनेर योहन्नाको पुस्तकमा 4:23-24 लेखिएको छ। अनि परमेश्वर चाहिँ आत्मा हुनुहुन्छ, अदृश्य हुनुहुन्छ, हामी देख्दैन। त्यसै कारण परमेश्वरमा एकदमै विश्वास गर्नु एकदमै आवश्यक छ। मानिसको निम्ति परमेश्वरले आफ्नो पुत्र दिनुभएको छ, उपहार दिनुभएको छ। उहाँद्वारा मात्रै हामी स्वर्ग जान सकिँदछ, उहाँद्वारा मात्रै हामी मुक्ति पाउँदछ। स्वर्ग जाने बाटो चाहिँ आज यीशु प्रभु मात्रै हुनुहुन्छ। परमेश्वरलाई धन्यवाद भएको होस्। आज जसले सुन्दछ, जसले मलाई विश्वास गर्दछ उनीहरूले अनन्त जीवन पाउनेछ भनेर परमेश्वरले भन्नुभएको छ। त्यसै कारण प्रचार गर्नुपर्ने हुँदछ, सुनाउनु पर्दछ। आज एक देशदेखि अर्को देश गएर पनि सुनाउनु पर्दछ। त्यसै कारण परमेश्वरले हरेक प्रचारकहरू खटाउनु भएको छ है। अनि परमेश्वर त्यसरी प्रचारिँदै हुनुहुन्छ। उहाँमा बचाउनु चाहनुहुन्छ परमेश्वरले। आज उहाँको जनहरूलाई परमेश्वरले चाहिँ मानिसलाई यति साह्रो प्रेम गर्नुभएको छ, आफ्नो पुत्र पनि दिनुभएको छ परमेश्वरले संसारलाई है बाँचोस् भनेर। धन्यवाद।